हेलो नमस्ते हजुरलाई हाम्रो क्रसओभर इआरपीको बिलिङ मोड्युलको डेमोमा हजुर सबैलाई स्वागत छ। हाम्रो बिलिङ मोड्युलको डेमो दिन गइरहेको छु म। अहिले चाहिँ अब यो चाहिँ हाम्रो मेन ड्यासबोर्ड भयो, सफ्टवेयर लगइन गरेपछि आउने हाम्रो कम्पनी डिटेल्सहरू। अब ट्युटोरियलहरूको लागि इमेलहरू गर्नु पनि क्लिक गरेर जानुभयो, हाम्रो वेबसाइटहरू भिजिट गर्ने, नम्बर डिटेल्सहरू, त्यो पार्ट्सहरू भयो। अब नर्मली हाम्रो पसको यो बिलिङ पार्ट्सलाई हामी पस भन्छौँ। बिलिङ गर्दाखेरि चाहिँ अब बिलिङको ड्यासबोर्ड यो हुने भयो। यहाँ चाहिँ हजुरहरूले हाम्रो ओभरअल आज कतिजना कस्टमरहरू छन्, त्योमा न्यू कस्टमर कतिजना भयो, टोटल ट्रान्जेक्सन कति भएको छ, कति अमाउन्टको भएको छ, के पे मोडमा भएको छ, त्यस्तै यो महिनाभरिको यहाँनिर चार्टहरू बन्ने, यो तपाईँको ट्रेन्डिङ चार्टहरू, कुन दिन कति कति सेल्सहरू भएको छ त्यो पार्ट्सको। यतापट्टि चाहिँ तपाईँको सेल्सको चार्टमा कुन आइटमहरू बढी पर्सेन्टेजमा गइरहेछ त्यो पार्ट्सहरू, कति कति अमाउन्टको छ भने चाहिँ यहाँ चाहिँ तपाईँले त्यो चार्टमा हेर्नुभयो। नर्मली अब हामीले यहाँ युज गर्दाखेरि चाहिँ अब यो पेजमा हामीले नर्मली युज गर्ने भनेको बिलिङै हो। हजुरको क्यासियरहरूले एकजनाले यो पेज खोलिराखेकै हुन्छ। यहाँ चाहिँ यो बिलिङ पेजमा हजुरले कस्टमरको नाममा बिल गर्नेदेखि लिएर अब नर्मललाई पनि गर्न पायो। यहाँ चाहिँ हजुरले कुनै कस्टमर राख्नु भएको छ भने, जस्तै मैले सुरेन्द्र राखेँ भने उहाँको अहिलेसम्म कति हाम्रो ब्रान्चमा अहिले कति पर्चेस गरेको छ, ओभरअल हाम्रो प्रपर्टीमा कति पर्चेस भएको छ। कुनै नयाँ कस्टमर बनाउनु पऱ्यो भने हजुरले यहीँ प्लस गरेर नाम डिटेल्सहरू राखेर चाहिँ बनाउन सक्नुभयो। त्यता कुनै प्रडक्टहरू के उहाँहरूले अब किन्नु भएको छ। अब यहाँ सामान हजुरले आइटमबाट सर्च गर्न नि पायो, कोडबाट नि गर्न पायो, या हजुरले बारकोडवाला सिस्टम छ भने हजुरले बारकोड यहाँनिर स्क्यान गरेपछि नि अटो चाहिँ जाने भयो यो आइटमहरू। हजुरले अब आइटमहरू सर्च गर्दाखेरि यसरी गर्दा यो डिटेलहरू आउने पार्ट्सहरू हुन्छन्। यो गरिसकेपछि नर्मली अब डिस्काउन्टहरूको पार्ट्सहरू आउला। जस्तै मैले यसमा 10% डिस्काउन्ट दिन्छु भने चाहिँ डिस्काउन्ट यति पेएबल भएको छ, यति भएको छ। अब केमा पे भएको छ, अब क्यास हो, फोन, अब वालेटहरू, फोन पेहरू हो, या मल्टिपल मोडहरू सबै चाहिँ मेक पेमेन्टमा हुन्छ। एउटा बिल अहिले नर्मल मैले क्यासै गरेँ। यसै चाहिँ एउटा जेनरल हजुरले बिल काट्न पर्नुभयो। यो प्रिन्ट चाहिँ अटो प्रिन्टमा जानुभयो। अहिले मेरो कम्प्युटरमा प्रिन्टर नभएर यो सोधिरहेको हो। यो सोध्ने पनि बनाउनु मिल्यो, कति कति होइन गर्ने, कुनैलाई प्रिन्ट गर्ने कुनै नगर्ने भयो भने यो हामीले अटो पनि यसरी पनि राखिदिन पाएँ, नसोधिकन पनि बिल नगर्ने। अब हजुरले अर्को बिलहरू गर्दाखेरि अब यति अमाउन्ट भएको छ, अब कार्डमा गर्ने या मल्टिपल केहीमा गर्ने भनेपछि हजुरले त्यो पार्ट्सहरू पनि गर्न पाएँ। अब यतिमा मैले कार्ड, अब आधा फोन पे, आधा क्यास, आधा कार्डहरू पनि गर्नु पाएँ। यसरी नर्मल बिलिङ गर्न एकदमै सजिलो भयो। अब कुनै आइटमहरू हजुरले उता इन्भेन्ट्रीमा स्टकमा छ भने सिधै आउने भयो। कुनै स्पेसल टाइपको आइटम छ भने हजुरले यही पनि बनाउन पाइयो, त्यो रेटर राखेर बिल गर्नलाई मात्रै। कस्टमरहरू पनि बनाउने भइहाल्यो। बिलिङको पार्ट्सहरू त्यही नै भयो। अब बिल गर्दा गर्दै हजुरले कुनै आइटम अब कम्प्लिमेन्ट्रीहरू दिनुपर्ने छ भने चाहिँ कुन युजरलाई कति दिने। अब जस्तै अब डिस्काउन्टको केसमा हजुरले अमाउन्टमा नि दिन पाएँ, पर्सेन्टेजमा दिन पाएँ होइन। म एकैचोटि उहाँसँग 226 भएको छ भने मैले 200 मात्रै लिने हो भनेपछि तैँले यसरी 200 लेख्यो भने उसले आफै डिस्काउन्ट पनि क्यालकुलेट गरेर राखिदिने हुन्छन्। बाँकी अमाउन्टलाई चाहिँ त्यसरी चाहिँ उसले 200मा सेटल गरिदिने भयो। यसरी नर्मल हामीले बिलिङ गर्ने युजरले यति गरिराख्ने हो जति बेला पनि। अब अरू पार्ट्सहरूमा चाहिँ अब कहिलेकाहीँ अब सेल्स रिटर्नहरू होला। अब इन्भोइस लिस्ट भनेको हामीले बिल काटेको लिस्टहरू यसले लोड गरेर देखाउने भयो। अहिले यति बिल काटेछ, कुनै बिलको डिटेल हेर्ने, प्रिन्ट गर्ने, कुनै बिल क्यान्सल गर्नु पऱ्यो, भोइड गर्नु पऱ्यो, त्यो पार्ट्सहरू हुन्छ। सेटलमेन्टहरू चेन्ज गर्नु पऱ्यो भने चेन्ज गर्ने। बिलको अब नर्मली हामीले प्रिन्टरमा जति बेला पनि प्रिन्ट नगरिकन युजरलाई त्यो इमेल पठाइदिने हो भने चाहिँ तपाईँले कस्टमरको इमेल चाहिँ राखेको हुनुपर्छ। त्यो गरेपछि इमेल थिचेपछि इमेल जाने नि भयो हजुरको इमेलबाट। अब यहाँ गर्ने भनेको अर्को सेल्स रिटर्नको पार्ट्स हुन्छन्। अब कुनै बेला अब रिटर्न गर्न आयो भनेपछि चाहिँ उहाँको तपाईँले कुनै कस्टमरको, जस्तै मैले अब सुरेन्द्र भन्ने मेरोमा कस्टमर छ भनेपछि उहाँको यतिवटा बिलहरू छ, कुन बिललाई रिटर्न गर्ने हो यो हो भने चाहिँ तपाईँले यसलाई सिलेक्ट गरेर कति क्वान्टिटी त्यही लेखेर नर्मली चाहिँ अब रिटर्न या केही गरेर तपाईँले रिटर्न गर्न सक्नुभयो। यसरी चाहिँ हजुरले सेल्स रिटर्नहरू चलाउनु भयो। सबै चाहिँ हजुरको अघिकै ड्यासबोर्डमा चाहिँ देखिराखेकै हुन्छ सबै डिटेलहरू। जस्तै यहाँ चाहिँ अब योमा घटिहाल्यो हुन्छ त्यो पेमेन्टहरू तपाईँको। अब यहाँ चाहिँ नर्मली अब रिपोर्टिङको पार्ट्सहरूमा चाहिँ हजुरको सबै रिपोर्ट्सहरू हुन्छन्। अब आजको अब यो ग्रुपको यति सेल्स भएको छ, त्यति कुन चार्टहरूको पार्ट्सहरू होला। अब बिलहरू के कति काटेछन् त्यो सबै डिटेल अनुसार आउने। अब डेली सेल्सहरू कतिको भएको छ, अब 2 दिन भएको छ भने यो दिनको यति, यो दिनको यति। यसमा तपाईँले क्लिक गर्नुभयो भने यसरी डिटेलमा नि के सामानहरू सेल्स भएको छ त्यसरी चाहिँ देखिने भयो। त्यो सेल्स र सेल्स रिटर्न दुइटैको आउने पार्ट्सहरूमा यहाँ चाहिँ सबै डिटेल आउने भयो। अर्को चाहिँ हामीसँग अब कस्टमर वाइज रिपोर्ट्समा चाहिँ
कस्टमरको लिस्टहरू कुन कस्टमर छ, उसको कति क्रेडिट लिमिट के छ भन्ने पार्ट्सहरू भयो। कस्टमर सेल्स समरीमा चाहिँ यति चाहिँ यो कुनै कस्टमर आइदियो मल्टिपल, अब कुनै कस्टमर एजेन्ट थ्रु छ भने हजुरले एजेन्ट पनि सेल्स सेटल गर्न पायो सबै। अब एग्रिगेटमा चाहिँ यो कस्टमरले अहिलेसम्म यति हामीसँग पर्चेस गर्नुभएको छ, के किन्नु भएको छ भने यसै डिटेलहरू कुन दिनमा कति बिलमा के छ सबै डिटेलहरू आउने भयो। प्रोडक्टमा चाहिँ त्यो जस्तै अहिले कस्टमरमा आएको थियो भने अब यहाँ प्रोडक्ट वाइज चाहिँ कुन प्रोडक्ट के कति छ भन्ने पार्ट्सहरू भयो। त्यो त अब क्याटेगोरीको पार्ट्सको रिपोर्टहरू, अब आइटम वाइज सेल्सको रिपोर्टहरू, नभए कुन आइटम कति टप सेलिङ रिपोर्ट्सहरू, यो धेरै टाइपको रिपोर्ट्सहरू छन्। अब स्टाफ वाइज मल्टिपल त क्यासियरहरू छ या सेल्स पर्सनहरू छ भने त्यसको आधारमा स्टाफ वाइज सेल्सहरू निकाल्ने, त्यो त अब स्टाफ वाइजको डेलीमा निकाल्ने। स्टकमा चाहिँ नर्मली हामीसँग कुन स्टक के कति छ करेन्टमा त्यसरी हेर्ने। अब के कुन पेमेन्टमा कति भएको छ, यो डिफ्रेन्ट टाइपको रिपोर्टहरू। अब कस्टमरको ड्युको पार्टहरू होला, उधारो उहाँसँग यति लिनुपर्ने छ, अब यहीँबाट पनि पे गर्ने युजरलाई एक्सेस छ भने चाहिँ उसले यो बिललाई यहीँबाट पनि पे गर्न पाउनुहुन्छ। जस्तै अब 50 रुपियाँ आज दिनुभयो भने चाहिँ उहाँले यतिमा चाहिँ यसरी पे गरेर नै यो काम नै गर्न सक्यो। नर्मली जेनरली हजुरको बिलिङमा यति नै हुने हुन्छ। हस्, धन्यवाद।